नेसनल न्युट्रिसन स्क्रिनिङ प्रोग्रामको लागि जुन वैशाख 15 देखि 30 गतेसम्म सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ एउटा एप्लिकेसनको आवश्यकता पर्ने हुन्छ। त्यो एप्लिकेसनको नाम हो कोबो कलेक्ट। त्यो कोबो कलेक्ट कसरी सञ्चालन गर्ने, कसरी चाहिँ त्यसलाई प्रयोगमा ल्याउने भन्ने कुराहरूको बारेमा चाहिँ तपाईँ हजुरहरूलाई चाहिँ जानकारी दिन्छौँ। यो जानकारी पश्चात तपाईँहरूले चाहिँ मजाले यसलाई चलाउन सक्नुहुन्छ र यसको बारेमा जानकारी लिइसकेपछि त्यसलाई सञ्चालन गर्न सजिलो हुन्छ भन्ने विश्वास लिएको छु। त्यसको लागि चाहिँ सबभन्दा पहिले चाहिँ तपाईँहरूले यो कोबो कलेक्ट एपको प्रयोगको लागि चाहिँ तपाईँहरूलाई एन्ड्रोइड मोबाइलको आवश्यकता पर्नुहुन्छ। त्यो एन्ड्रोइड मोबाइलको एपमा चाहिँ सबभन्दा पहिले चाहिँ हामी गएर कोबो क्रोम ब्राउजर खोलिसकेपछि कोबो कलेक्ट एप चाहिँ तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ। कोबो कलेक्टले त्यसपछि यसलाई इन्स्टल गर्नुपर्छ। इन्स्टल गरिसके पछाडि नेट स्लो भएको हुनाले कोबो कलेक्ट इन्स्टल भइसकेपछि यसलाई चाहिँ ओपन गर्ने र ओपन गरिसकेपछि यसमा दुईवटा कुराहरू माग्छन्। एउटा भने क्युआर कोडको थ्रु, एउटा म्यानुअली। र परिवार कल्याण महाशाखाले चाहिँ यसको लागि चाहिँ यो प्रोजेक्टको लागि चाहिँ एउटा क्युआर कोड सृजना गरेको छ। त्यसको लागि चाहिँ हामीले दिएको छ। त्यो क्युआर कोडको थ्रु चाहिँ हामीले चाहिँ यसलाई चाहिँ स्क्यानिङ गरेर हामीले चाहिँ यसलाई चाहिँ हामी गर्न सक्छौँ। जुन कि क्युआर कोड चाहिँ तपाईँ हजुरहरूलाई चाहिँ